श्रावण महिनाको पहिलो सोमबार म बुढी अनि दिदी अनि हाम्रो परिवारसँग हामी घुम्न गएका थियौँ। धेरै रमाइलो गरेका छौँ। अन्तिम समयहरूलाई साथ दिनु होला। धेरै रमाइलो छ। मौसम पानी परिरहेको छ, झरेको छ, कुहिरो लागिरहेको छ। धेरै रमाइलो छ। केही कुराहरू पनि छ। अन्तिम समयहरूलाई साथ दिनु होला। हस् त। हेलो गाइज, हामी चाहिँ रेसिङको यात्रा सुरु भएको छ अटोबाट। हामी चाहिँ रेसिङमा जान हिँडेको है। यो चाहिँ हाम्रो पर्सनल गाडी, कोही छैन नि। हामी यति हो, 5 जना मात्रै छौँ। दिदी, म, बुढी, 2 जना भाइ बहिनीहरू छन्। बहिनी लजाइछिन् पुरै। यति बेला तम्गासदेखि माथि गजुरा जान लागेका छौँ हामी। पानी परेर हेर्नु न यस्तो छ, गाह्रो भइरहेको छ। तर मौसमले साथ दिएको पनि छ है। मौसम क्लियर छ, राम्रो छ, हेर्न सकिन्छ। हामी यति क्लिन छ कि आउनुहोस् है रेस्टुरेन्टमा घुम्नको लागि। सबैले स्वागत छ। राम्रोसँग गाडी जान्छ। अब हिँड्दै हिँड्दै रेस्टुरेन्टमा जाने भर्खर तम्गासदेखि माथि आएको। अब तीर्थ गर्न जाने हिँडेर जानु लागेको छ है। मौसम चाहिँ बबाल छ, बबाल छ। ल दामी छ। बुढी हिँड्न नसकेर मलाई तानेर दिदी पछि आउँदै हुनुहुन्छ। बुढी हिँड्न नसकेर मलाई तानेर दिदी पछि आउँदै हुनुहुन्छ। अहिलेको अवस्था यही पुरै कुहिरो लगाएर हिँडेर पानी परेछ। हामी आइसक्यौँ। मैले रेसुङ्गा पार्कनिर। तिमीलाई यहाँ एउटा दुईटा तिनटा पुग्छ किन हिँड्दै किन भन ल उकालीको बाटो हिँड्दै आएको छौँ। ए हामी चाहिँ आयो यी। खै त त्यहाँ जल निकाल्ने भने खै त यो भएर नि जन्न बतालो त। ल म भिडियो बनाउँछु, कसैले सुने छैन। खुट्टा पनि भिजाऊ। जान्न त्यो माथि आएर न सुरु होला चाहिँ घोडा 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 क्रस गर। ल रेसुङ्गा रेसुङ्गा चिसो चिसो छाता उडेर आइन के। यताबाट एक राउन्ड घुमेर हाम्रो टोलीहरू आउँदै रहन्। दिदी र बुढी अब यहाँ आउँछन्। चिसो छ, लास पानी परेर के छ, सिम 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 सिम। अब पोखरी सकिएर हामी माथि निस्किन लागेका छौँ। तर के गर्ने, अगाडि पुरै कुहिरो छ गाइस। यस्तो छ। अब चाहिँ हामी माथि यज्ञशाला जानका लागि सिडी चढ्नका लागि तयार छौँ। हजारवटा सिडी चढ्नका लागि अहिले चाहिँ नयाँ यस्तो बनाइरहेछन्। हाम्रो बुढी दिदीहरू यहाँ हुनुहुन्छ। अब चाहिँ हामी अब यहाँदेखि सिडी हो, किरो लाएर यस्तो छ। ल है अब निस्किन्छौँ माथि गएर नयाँ भिडियो। ल गाइज, हामी बल्ल रेसुङ्गा यज्ञशालामा आउनु लाग्यो। ओम नमः नमः नमः। रामकुवा तल छ यो चाहिँ रामले बाँड हानेर निकालेको ठाउँ अरे रामकुवा। यतापट्टि छ, तलपट्टि छ है रामकुवा जाने ठाउँ। हामी हिँड्दा हिँड्दा अब
यज्ञशालामा आइपुग्न लागेका छौँ तर आएका चाहिँ छैनौँ। अब खै 1000 सिँढीमा 950 सिँढी बाँकी जम्मा 50 सिँढी त्यहाँ हो तर थाकेर लोत परे लोत भन्दा नि लोत परे थाकेर तर त्यहाँ चाहिँ आँट चाहिँ छ है फेरि हामी गइन्छ हो नजदिकै छ यहाँ तपाईँको प्रत्येक पाइलाको हिसाब गरिएको छ भगवान्ले यहाँ केही छोड्नेवाला छैन है त्यसैले यस्तो चाहिँ दिव्य ठाउँमा आज पाल्नु भएको छ। अब यहाँ आएर आफ्नो भविष्य दाम्पत्य जीवन अत्यन्त सुखमय होस् भनेर चाहिँ बाल सिद्धसँग वरदान मागेर जानुहोस्। शुभ होस्, जय होस्। फाइनल्ली हामी 994मा आइसक्यौँ र हाम्रो यज्ञशाला पनि यहीँ रहेको छ ढेन्टान तर कुहिरो ल भविष्यको घर है तिमीले हेर न ल ल ल है हामी रेसिङमा आएको यस्तो पानी परेको छ यी देख्न सक्नुहुन्छ बिजोग छ हाम्रो पानी परेर यता फेरि छुट्टै छ स्वाग नै छुट्टै छ भयो क्या ल रुक्नु है अब हामी रेसिङ आएर एकदम भोजनालय गर्न लाग्छौँ प्रसाद खान लाग्छौँ भोजन गरेर झर्नु पर्ला। अब यस्तो रेसिङ आउनु व्यवस्था छ है ल है रेसिङ गाइज चिसोमा पानीको साथमा ए अरे हरि हरि आउनु आउनु के केही हुन्न होइन आमा आउनु यहाँ अगाडि मन्दिर अगाडि नाच्दा आउनुहोस् 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 यता केही हुन्न क्या आउनु एउटा गीत नाचेर जाउँ अब होइन टिकटक सबै यार आउनु नाच्न ल हरि हरि हाम्रो आमा पनि आउनु भयो नाच्न भएन नाच्दाखेरि जुत्ता लाउनु नि थाहा कि अलि यता आउनु न सबैको ठाउँ अलि यता आउनु यता पानी नभएकोतिर नाच्नु क्या ल यहाँ यहाँ दिदी आउनु त भिडियो बनाउनु नाच्नु
नजिक नजिक जाऊ न यसरी घुमेको पुरै लाग्ने पुरै कुरो लाग्ने चाहिँ